আপনারা দেখছেন বাঁকুড়া টিভি। বাঁকুড়া টিভিতে আপনাদের স্বাগত। এই মুহূর্তে আজকের দেখুন বিক্ষোভের খবর শিলিগুড়ি আদালত দেখতে থাকুন টিভি। नमस्कार, अहिले छौँ हामी सिलगढी महकुमा अदालतको गेटैनिर र अहिले खोरीबारीबाट शङ्कर छेत्री मृतक शङ्कर छेत्रीको जुन चाहिँ 18-19 तारिकको मध्यराति सिलगढीको सेवक रोडमा मृत्यु भएको थियो। विशेष गरेर हिट एन्ड रन एउटा दुर्घटनामा उनको मृत्यु भएपछि त्यो मृत्युले गर्दाखेरि अहिले स्थिति अत्यन्तै असामान्य बन्न गएको छ। विशेष गरेर नक्सलबारी क्षेत्रमा र आज नक्सलबारी क्षेत्रकाहरू सम्पूर्ण मृतकहरूको पक्षमा न्यायको आवाज लिएर यहाँ आएका छन् र हामी पनि डुवर्स तराई गोर्खा सम्मेलनको पक्षमा म स्वयं अझै खड्का महासचिव अनि यहाँ उपाध्यक्ष बिन्दु दाहाल अनि राजेन शर्माजी पनि आउनुभएको छ, केन्द्रीय सचिव सिलगढीबाटै। र हामी यहाँ हाम्रो के भन्न चाहन्छौँ भन्दाखेरि न्याय हराएको देशमा यहाँ न्यायको सही रूपमा पालना हुनुपर्छ। हामी अदालतको प्राङ्गणमा उभिएर दोषीमाथि कठोरभन्दा कठोर सजाय हुनुपर्छ। र यसरी गाडी हाँक्ने पनि हाम्रो देशमा एउटा नियम छ, संसारमै नियम छ। युरोपमा सालभरि जुन चाहिँ सडक दुर्घटना हुन्छ त्योभन्दा सालभरि भन्दाखेरि चाहिँ बेसी 1 महिना भारतमा दुर्घटना हुन्छ। ट्राफिक नियम यति साह्रो बेसी हाम्रो देशमा छाडा छ। यो हाम्रो देश यो धुला सृष्टिले गर्दाखेरि आज यसरी हाम्रो कलिलो उमेरका केटीहरूले ज्यान गुमाउनु परिरहेको छ। आज नियम कानुनलाई मिचेर गाडी हाँक्दाखेरि जुन प्रकारको स्थिति र ज्यान गुमाउनु पर्ने अनमोल ज्यान गुमाउनु पर्ने स्थिति आएको छ, त्यसले गर्दा स्थिति आज भयावह बनेर गइरहेको छ। र अदालतमा आज उनको पेशी छ। विशेष गरेर जो कल्प्रिट हुन्, जो माथि अभियोग लागेको छ, अभियुक्तलाई जो हिजो मात्र सेरेन्डर गरेपछि आज अदालतमा पेशी हुँदैछ र हामी त्यो सुनेर यहाँ आएका छौँ डुवर्स तराई गोर्खा सम्मेलनको पक्षमा। र अदालतले दोष सही के हो कसो हो छानबिन गरेर तुरुन्त कठोर सजाय दिएर चाहिँ अबदेखि उपरान्त कसैले पनि गाडी हाँक्दाखेरि नियन्त्रणमा राखेर गाडी हाँक्ने अनि दुर्घटनादेखि चाहिँ एकदमै सही रूपमा बस्ने सन्देश दिने खाले चाहिँ आज यहाँ अदालतले फैसला गरेको हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ। र बिन्दु दाहालजीलाई पनि म केही भनिदिने अनुरोध गर्छु। म डुवर्स तराई केन्द्र समितिको उपाध्यक्ष बोल्दैछु। आज यहाँ जुन दुर्घटना घटेको थियो 19 तारिकको दिन, त्यो दुर्घटनालाई लिएर आज यहाँ सबै नक्सलबारी खोलीबारी ब्लकका सबै उहाँहरू आफन्तहरू रिलेटिभहरू सबै यहाँ उपस्थित हुनुभएको छ। उहाँहरूलाई एउटा घरको छोरा सन्तान उहाँहरूको जो चाहिँ राति ब्ल्याङ्केटमा काम गरेर उहाँले आफ्नो घरलाई माने आफ्नो आमदामी आयस्ताको उहाँले जुन व्यवस्था गरेर घरलाई चलाउनु भएको थियो, त्यो घरको चिराग यसरी दिन दहाडे आफ्नो राइट साइडमा हिँड्दा पछाडिबाट जो गाडीले दर्दनाक प्रकारले जो हादसा गरेको छ, त्यो हादसालाई हामी दुखित छौँ। यस्तो दुर्घटना चाहिँ फेरि कसैको घरमा नघटोस्, कसैको छोराछोरी यस्तो दुर्घटनामा नपरोस्। जो दुर्घटना गराउने जो व्यक्ति छ उसलाई कडाभन्दा कडा सजाय दिएर जाओस्। अदालतले हामी अदालतको पक्षमा यहाँ उम्रेर हामी यो बात भन्न लागिरहेका छौँ कि यो जुन प्रकारको दुर्घटना छ, यो जुन चाहिँ नक्सलबारीबाट आउँदा जो पुलिस प्रशासनले जुन मिटर लगाएर जो बाटोमा गाडीहरूलाई चेक गरेर पक्रिन्छन्, टाउनमा चाहिँ किन नभएको यो सब व्यवस्था टाउनमा पनि हुनु दरकार छ, जरुरी छ। राति बिच त्यत्रो स्पिडमा गाडी जो नानीलाई त्यहाँबाट यति टाढोसम्म पुऱ्याएर जो नानीलाई एकजना नानी डरलाग्दो घाइते छन् अनि अर्को चाहिँ अब स्पट डेड भए। यस्तो दुर्घटना चाहिँ फेरि नहोस् भन्ने हामी पुलिस प्रशासन ट्राफिकलाई पनि हामी नम्र निवेदन गर्दछौँ। अनि जो माने नानीको दुर्घटना भएको छ उहाँको परिवार पक्षले न्याय पाओस् अनि जो दोषी छ उसलाई कडाभन्दा कडा सजाय दिया जाओस्। यति नै म भन्न चाहन्छु।